आओ आओ सिपे भेड स्किप गरे नि यस्तो गाला फुट्ने गरी हान्छ स्किप गर्नेलाई थपड हानेसी अब केटा आर्टिस्टले फेरि आउँछ। हेलो नमस्ते साथीहरू, तपाईहरु सबैलाई चाहिँ मेरो भ्लगमा स्वागत छ। आई होप तपाईहरु सबै सन्चै हुनुहुन्छ होला र म पनि आरामै छु। आज चाहिँ हामी हाइकिङ जाँदैछौँ, तर कहाँ भन्ने कुरा चाहिँ तपाईहरुलाई साथी भेट भएपछि भन्ने छु र हामी जानुपर्ने चाहिँ यहाँबाट माथि। यो चाहिँ बुढा नीलकण्ठ मन्दिर भयो। हामी आएको चाहिँ यता तलबाट। अब जाने भनेको चाहिँ उकालो। अब चाहिँ हाम्रो यहाँबाट हाइक सुरु हुँदैछ। तपाईँहरू बुढा नीलकण्ठबाट माथि लोकेसन चाहिँ अब जाँदै गएपछि उहाँलाई थाहा छ, विष्णुद्वार। तर घाम चाहिँ अति नै छ। अब चाहिँ हामी उकालो बाटो लाग्दैछौँ। मेरो भ्लग चाहिँ स्किप नगरी हेर्ने है, फेरि स्किप गऱ्यो भने यस्तो गाला फुट्ने गरी हान्छु होइन। फेरि अनसब्सक्राइब गर्नेको त अब कुरा बुझिहाल्नु भयो। स्किप गर्नेलाई थपड हानेसी अब केटा आर्टिस्टले फेरि अनसब्सक्राइब हान्ला नि। फेरि मेरो सब्सक्राइबर सबै विद्यार्थी हो, मोबाइल पाएको बेलामा सब्सक्राइब गरिहाल्छु, त्यही भएर अनसब्सक्राइब नगर। भ्लग सबले हेर्ने है त। ओके, हामी चाहिँ उकालो लाग्दैछौँ। यस्तो उकालो छ, यति गर्मी छ नि। हाम्रो केटाहरू अगाडि पछाडि हुनुहुन्छ है त। हाम्रो पुलिससँग राम्रो लिङ्क छ भन्ने नि आइडीमा आग्यो भने पुलिससँग। ल टोलीहरू लाग्यो। स्पिकर बजाएर चाहिँ हल्ला नगर्नु भनेको आफ्नो स्वरले जति हल्ला गर्न पनि पाइन्छ है त। 1 2 1 2 युवा साथीहरू अनि नरोक्ने गुटुङटुङ हिँड्ने टक्क बाटो चाहिँ यस्तो छ। चाहिँ नभए नि भयो। हामी त्यो केसम्म भने पौडी खेल्ने ठाउँसम्म चाहिँ पुग्नेछौँ। त्यहाँसम्म चाहिँ अब बाटो यस्तै हो। टोलीहरू सबै सिपीडित आन्दोलनकारी के भने जे भने नि हुन्छ, त्यति नै हो। हेलो, उकालो चढ्दा चढ्दा पसिना यस्तो आइसक्यो होइन। त्यस्तै अब 1-1.5 घन्टा हिँड्यो भने बाँचेला जस्तो छैन। फेरि खाएको चिज खोल पनि बोकेर हिँड्नु परेको छ, यस्तो विरक्त लाग्दो छ। प्लिज 2 शब्द। प्लिज केही जाओस्। आको मर्नु भइसक्यो। 25 भन्दै 25 15 15 25 28 29 30 34 सिपे भेड कुल राखेर होइन हामी चाहिँ उकालो चढ्दैछौँ। चट्ट हाम्रो निरुमिस त खोइ देखिनुहुन्न, धेरै तल हुनुहुँदो रहेछ। हामी चाहिँ लाग्दैछौँ उकालो, तर बिना इन्टरनेट, बिना नेटवर्क र चिप्स र चौचौको साथमा उकालो चढिरहेछौँ भन्ने। आओ आओ दिउँ कि ल फाइनल्ली हामी चाहिँ माथि बागडोर आइपुगिसकेका छौँ। भन्नलाई नि मिलेन, अलिकति तलै छौँ, अलिकति तल हो। तर झर्ना जाने भनेर हिँडेको, तर गलत डेस्टिनेसनमा आइपुग्यो र हामी चाहिँ अब यहीँसम्म बसेर फर्किनेछौँ। बाँदरको संख्या धेरै बढ्दै गइरहेको छ। कृपया बाँदरहरूलाई कन्ट्रोल गरिदिनु हुन अनुरोध छ नेपाल सरकारसँग। बाँदरको संख्या एकदम बढ्दै गएको छ।
अब चाहिँ हामी माथिबाट ओह्रालो झरिसक्यौँ अब फाइनल्ली हामी चाहिँ बुढानीलकण्ठबाट चाहिँ हाम्रो फर्किसकेका छौँ लगभग गन्तव्य र फर्किने बेलासम्म रात काठमाडौँ पनि पुग्ने बेला भइसक्यो। भइसक्यो। र म पठाउलेर चाहिँ आफ्नो रुमतिर जाँदैछु। जसले भ्लग हेरेर साथ दिनुभयो सबैलाई धन्यवाद। साथै यस्तै साथमा सबै पाइरहेको थ्याङ्क्स फर वाचिङ।